यहाँको चिया तपाईँलाई कस्तो लागिरहेको मिठो राम्रो छ। मिठो आफ्नै देश नेपालभित्र केही गर्छु भन्ने उद्देश्य बोक्नुका साथै चितवन जिल्लामा रहित 2 वर्षकै अन्तरालमा सबैको मन जित्न सफल भएका मड्का चिया पसल जुन खैरनी नगरपालिकाभित्र पर्दछ र पम्पा खोलाको सिधा सुनगावा कलेज जाने बाटोनिर उहाँले खोल्नु भएको उहाँको इतिहास मैले तपाईहरूलाई देखाइरहेको छु र उहाँको चिया यति मिठो छ कि खैरनी नगरवासीहरू सम्पूर्णले मन पराउनुहुन्छ। साथै आज भाइसँग हामी थोरै कुराकानी गर्नेछौँ। सर्वप्रथम त तिम्रो शुभ नाम के हो थोरै यो मेरो दर्शकहरूलाई भनिदेऊ त। नमस्ते, मेरो शुभ नाम चाहिँ कनाइसा हो। ओके। म यहाँ पर्सामा विगत 2 वर्ष भयो मेरो पसल खोलेको। अब ठिकै चलिरहेछ। अब आफ्नै देशमा केही गरौँ भनेर खोलेको। अब यही हाम्रो चिया दाजुभाइ मड्का चियामा भिजिट गर्नु होला। यो पसलमा तिमीले के बेच्छौ यहाँ? हामी त यहाँ मड्का चिया हो, नर्मल चिया पनि छ। अरू के मोमो, चाउमिन, पकौडाहरू, लिट्टी छ, समोसा छ, सबै पाइन्छ। अनि तिम्रो पसलमा भिजिट गर्न पर्यो भने ठ्याक्कै लोकेसन कहाँनिर हो? सबै हाम्रो पुरानो पर्सा पुल निर आउने सुनगावा कलेज जाने बाटोनिर। ओके। यतापट्टिको दृश्य पनि हामीले देख्न सक्छौँ। थुप्रै मान्छेहरू यो पसलमा चिया खानको लागि आउनुहुन्छ र हाम्रो दाइहरू पनि यहाँ बसिराख्नु भएको छ जुन यही नगरपालिकाभित्र पर्नुहुन्छ। थोरै उहाँसँग पनि हामी कुराकानी गर्नेछौँ जुन यही पसलको चिया खाइराख्नु भएको छ। दाइ नमस्कार। नमस्कार। यहाँको चिया तपाईँलाई कस्तो लागिरहेको? मिठो राम्रो छ। मिठो बनाउँछ? अनि यहाँ सधैँ आउनुहुन्छ? आउँछु। थोरै तपाईँको परिचय दिनु न। म प्रेम सप्लायर्स हो होइन। म ढुङ्गा बालुकी सप्लाई गर्छु। एकदम। अनि भनेपछि यहाँको चिया खाइसकेपछि तपाईँलाई कस्तो अनुभूति भयो? फ्रेस हुन्छ र फ्रेस हुन्छ र मजा लाग्छ, आनन्द लाग्छ। यो नदीको किनारमा होइन, हाम्रो अब नदीको किनारमा बसेर आराम त खाने, फ्रेस हुने, नयाँ नयाँ कुरा सिक्न पाइन्छ। राम्रो अरू मान्छेलाई तपाईँले रेफर गर्नुहुन्छ कि नै? गर्छु म गरेँ भने हाम्रो जान पर्छ मान्छेलाई लिएर आउँछ, चिया चिया खुवाउँछु। साथीभाइहरू यहाँको चट्नी उनीलाई लिएर आएको छु, खुवाएको छु। त्यस्तो यो पसलमा भिजिट गरिराख्नु होला। साथै यहाँको लोकेसन पनि हामीले देख्न सक्छौँ साथीहरू। मान्छेको माइन्डलाई एकदमै फ्रेस गर्ने खालको लोकेसन रहेको छ र सम्पूर्ण खैरेनी नगरवासीहरूमा यो भिडियो सेयर गर्नुहोला ताकि उहाँको पसलसम्म आउनको लागि एकदमै सजग रहोस्। जय देश, जय नेपाल।